बाटो छ हेर्नु यहाँनिर अब यस्तो उकालो हामी जान पर्ने त्यहाँनिर हो अब हामी बिच पनि आइपुगेको छैन अब हामी ठ्याक्कै यो सिँढी यति लामो सिँढी रहेछ हामीले सोच्यो भन्दा अलग्गै रहेछ यहाँनिर बाटो भाइ बहिनीहरू कहाँसम्म पुग्ने हो माथि कति छ जाने अब यहाँबाट अझै घन्टा लास्ट चाहिँ टाढा रहेछ है कति बजी हिँडेको बिहान 4:50मा ल जाने होइन त जाऊँ ल हिँड्नु छ ल सबै सँगै जाऊँ ल हामी सबै सँगै जाऊँ है हेर्नुहोस् गाइस पुरा भाइ बहिनीहरू पनि आउनु भयो यो चाहिँ नि बहिनीहरूलाई कस्तो लागिरहेछ यो उकालो रमाइलो लागिरहेछ है अब खासै धेरै छैन है जानलाई हामी तलबाट ल जाऊँ राम्रोसँग चढ्नु है उकालो लड्ला हजुर हेर्नुहोस् यस्तो बाटो छ पुरा पसिना निस्किएर यस्तो भइसक्यो के हो हजुरलाई ए यस्तो बाटो आयो छैन धेरै अब कस्तो फिल भइरहेछ तपाईँहरूलाई उकालो बाटो चढ्नलाई राम्रो भइरहेछ होइन खुट्टा खासै देखेको छैन बेलुका दुख्छ होला अब देवचुली चुचुरोमा जानको लागि ठ्याक्कै 1 किलोमिटर रहेछ 1 किलोमिटरको मुनि दोरीमा यहाँनिर एउटा गुफा रहेछ अब हामी यहाँनिर यो गुफामा जाँदैछौँ अब यो गुफामा गएर अब हामी हेर्छौँ यहाँनिर चाहिँ नि यो मन्दिर रहेछ यो हाम्रो पुर्खौली मन्दिर हो यो मन्दिर चाहिँ नि यहाँ अब पूजाआजा गर्छन् र यता हेर्दाखेरि ठ्याक्कै यहाँनिर गुफा रहेछ है अब यो गुफामा चाहिँ नि कति राम्रो रहेछ ल हेर्नुहोस् त जय शिव शङ्कर भगवान्की जय हो ल हेर्नुहोस् त यो गुफा ल हेर्नुहोस् त यो कति राम्रो गुफा रहेछ यहाँनिर यहाँ ल हेर्नुहोस् यो गुफा है हाम्रो यो गुफा रहेछ यो गुफामा चाहिँ नि पूजाआजा गर्ने दानहरू चढाउने यस्तो चिज गर्दो रहेछ त्यही कारणले हामी चाहिँ नि आज यो गुफा पनि देखायो तपाईँहरूलाई अब यो गुफा चाहिँ नि भित्र निकै लामो रहेछ ठुलो गुफा रहेछ यहाँदेखि लास्टसम्म चाहिँ वहाँसम्म एकदम अँधेरो छ यो गुफामा चाहिँ एकदम शान्त वातावरण एकदम चाहिँ नि गुफा पनि मिलेको छ त्यही कारणले हामी आज यो गुफा पनि भ्रमण गरेँ र अब हामी यहाँबाट ब्याक भएर अब हामी अगाडि बढ्छौँ अब ल है त अब हामी यसरी निस्क्यौँ अब यो हामी यहाँनिर चाहिँ गुफा हेरेर आएँ अब हामी ठ्याक्कै बाहिर निस्केँ बाहिर निस्केर अब यहाँबाट अब हामी सिधै माथि चाहिँ नि अब देवचुली डाँडा छ यहाँबाट चाहिँ नि ठ्याक्कै यहाँ लेखेको रहेछ कि 1 किलोमिटर देवचुली जानलाई अहिले भाइहरू चाहिँ नि माथिबाट आउनु भएको छ हेलो भाइहरू नमस्ते कतिखेर जानुभएको थियो तपाईँहरू 2 बजे रातिको अनि उहाँ पुगेर पनि फर्किसक्यो ल तपाईँहरू त एकदम छिटो गएर पनि आइसक्नु भएछ हामी त बल्ल आउँदैछौँ है ल अझै कोही आउँदैछ कि तपाईँहरू मात्रै हो भाइहरू तपाईँहरू मात्रै हो ओके
भाइहरू फर्किसकेको हो बिस्तारै बिस्तारै भाइ लड्ला है भाइ गएर पनि आइसकेको नमस्ते भाइ डगेश भाइ पनि गएर आएको ल ल ल भाइहरूलाई एकदम बिहान पुगेर आउनुभएको छ एकदम धन्यवाद छ भाइहरूलाई भेटेँ भाइहरूसँग कुरा गर्न मौका पाएँ अब देवचुली चुचुरो जानको लागि यहाँबाट लगभग 900 मिटर मात्रै छ अब हामी लगभग आइपुगिसकेको छ बाटो यस्तो छ ल हेर्नुहोस् त अब माथि चाहिँ नि कस्तो छ भन्ने कुरा चाहिँ नि अब हामीले त्यहाँ गएपछि थाहा पाउँछ यता भाइहरू कहाँदेखि आउनुभयो पर्वतनगर काउसुते ए घरबाट आउनुभयो कि बिहान यहीँ बसेर आएको चोरमारा यही तल बस्नु भएको होमस्टेमा ए अनि यही बाटो आउनुभयो कि यताबाट डाँडै डाँडा हो सेफ्टी गरेर आउनु है लड्ला फेरि लड्यो भने त फेरि सिधै तल पुग्छ है एकदम जोखिमपूर्वक छ ल भाइहरू चाहिँ नि एकदम यो मान्छे हिँड्ने बाटो होइन यो एकदम भिरको बाटो चाहिँ नि आउनुभयो रहेछ त्यही भएर भाइहरूलाई चाहिँ नि मैले चाहिँ एकदम सेफ्टीसँग आउनु है भनेर मैले सुझाव दिएँ ल एउटा भाइ त ठ्याक्कै मतिर आइपुगिसक्यो है त भाइ हजुरको शुभ नाम के हो रिसर्च गरे ए अनि तपाईँलाई यो देवचुली चुचुरा कस्तो लाग्यो त राम्रो छ है पहिला नि आइरहेको हो यो सेकेन्ड थर्ड कतिचोटि भयो भाइ यहाँ आइपुगेको म थर्डचोटि भयो है हजुर ए कस्तो फिल भइरहेको छ तपाईँलाई अहिले यो चढ्दाखेरि मौसम एकदम राम्रो छ है अनि धेरै टाढा त नरहेछ यहाँनिर नजिक आइपुगिसकेको रहेछ होइन अनि भाइको शुभ नाम के हो नि मेरो नाम रिदम भुजेल हो ल तपाईँ पनि यही बाटो आउनुभयो यही यस्तो अप्ठ्यारो बाटो यही बाटो सबै जोडेको ओहो माई गड तपाईँ यस्तो सुरु हुनुहुन्छ तपाईँहरू त है एकदम मजाले आउनुभयो यसको मतलब तपाईँहरू एकदम बिल्कुल इन्जोय गरेर आउनुभयो त्यसो होइन एकदम रमाइलो रमाइलो भयो होइन ल धन्यवाद छ भाइहरूलाई हामी अहिले फाइनली ठ्याक्कै देवचुली चुचुरोमा आइपुगेको छौँ मसँग अहिले भाइहरू कहाँको भाइ हजुरहरू पर्वतनगरको भाइहरू ठ्याक्कै हामीसँगै भयो बाटो तल बाटोबाट हामी हुन त सँगै भएको हामीहरू चाहिँ नि यसो गफसफ गर्दै चाहिँ हामी यहाँसम्म आइपुग्यौँ अब फाइनली हामीहरू चाहिँ यो देवचुलीको चुचुरोमा आएर अब हामीहरू पुरा यो यता तनु नलप्रासी अनि यता बौद्धी कालिका हामी पुरै हेर्नेछौँ अरे अहिले हाम्रो भाइहरूसँग है त ल ओके यो बाटो हजुर यो बाटो होइन यताबाट यो कुनको टावर रहेछ यो एनटिसीको हो क्या एनटिसीको है दीक्षा फुल्दैन माथि आऊ लाइटर छ रोक्नु है सुनि तल तल काँड बोलाको डाँडाको ढुङ्गाको बिचमा थियौँ हामी यो जग्गा नि किन अरे यो देवचुली चुचुरोमा भाइहरूलाई चाहिँ जाडो भएछ त्यही भएर आगो जलाइरहेछ ताप्नको लागि है त भाइ साँच्चै नै जाडो भएकै हो त होइन जाडो भएन एक्टिङ गर्न लागेको हो जाडोको एक्टिङ त्यो पनि सही हो ठिकै हो होइन यसो यसो यति माथि हातमा आउँदाखेरि त जाडो त हुने नै भयो नि त होइन र हामी त दौडिँदै हिँड्दै तातो भएछ ढुङ्गा र जहाज खोप्दै यहाँ नि सर्प हुँदैछ अङ्कल सर्प भेट्यो एउटै भेटेको थियो कता र ठिकै थियो भिडियोमा जति त्यो यहाँको सर्पले टोक्दा नि बिख लाग्दैन केही हुँदैन मैले समातिम भनेको केही नै हुँदैन यहाँको किनभने यहाँ चिसो
चिसो छ नि त मा फुकेको त झन् निप्छ त त्यही भएर मैले अघि गएर फुकेको थिएँ यसले त्यत्रो मिहिनेत गरेर जाडो जाडो भएर चाहिँ आगो ताम लाग्यो नि त होइन चुरो खान लाग्यो होइन है जाडो भएर आगो ताम लाग्यो क्या फर्स्ट होइन त्यसरी खालि अब ओरिजिनल आगो बोल्न सुरु हुन्छ आउने जोरले वा ताप्ने हो या दाइको लाएर गेम गर्छ दाउरा चिसो रहेछ के दाउरा चिसो भाइ ल आउनुहोस् आगो ताप्ने आऊ ल आउनुहोस् तापन तपाईँ आउनुहोस् न ल अघि त माछा पुच्छु भन्ने देख्थेँ थियो ओए किन अरे यो साइरन बजाएको भण्डु भाले भाले ल्याउनु त रातो भाले ए उता ओए ब्यागमा ब्यागमा तेरा भुताउने गयो कि दुईजना आगोमा गरेको त यार आगे बोल्दैन छोड्नु दुःख नपाउनु हात हेर नि डर खालको